नेपालबाट मगाएको पार्सल आइपुग्यो। कति राम्रोसँग प्याकिङ गरिदिएको रहेछ। एक हप्ता लाग्छ भन्थ्यो तर आई थिङ्क 3 दिनमा आइपुग्यो पार्सल। आमाले पठाइदिएको त्यसको ओपनिङ गर्न लाग्छु। नेपालबाट आमाले पठाएको पार्सल आइसकेको छ। आमा र दाइले धेरै मेहनत गरेको। यसभित्र 3-4 दिनमा आइपुग्यो। एक हप्ता भन्थ्यो होइन, तर 3-4 दिनमै आइपुग्यो। कसैले भन्नु नै परेन ल्याइदियो भनेर है, कसैले गाह्रो पनि मान्दैन। कसले ल्याउँछ र जमाना त सबैले दुःख मान्छ। अब यसलाई ओपन गरेर यसको अनबक्सिङ गर्ने हो र त्यही पनि हेरौँ न। वाउ, सबभन्दा पहिला मेरो चस्मा। यहाँ चस्मा चेक गरेर फ्रेम सहित किन्न पऱ्यो भने आई थिङ्क मोर देन 100 पाउन्ड हुन्छ कि 100 पाउन्डभन्दा बढी। अलमोस्ट विथ लेन्स चेकअप गऱ्यो भने आई थिङ्क 150 पाउन्डसम्म जान्छ। 150 पाउन्ड भनेको नेपाली 30,000 अलमोस्ट नियर। तर यो मैले कति बनाएँ नेपालमा 5,000 इन्क्लुडिङ लेन्स है, फ्रेम इन्क्लुडिङ लेन्स। फ्लेक्सिबल हो, माई गड। बट भिजिबिलिटी सुपर फाइन है। या लेन्स इज सुपर फाइन, तर एन्टी फग नै रहेछ। फर विच आई पेड मोर देन 2,500। सो वाउ, देसी घिउ, आजीको घरबाट प्योर भैँसीको घिउ। प्योर भैँसीले प्योर घिउ। अब अरू ठाउँमा गयो भने कस्तो गर्छ भने मिलावट गर्छ क्या। कस्तो गर्छ उनीहरूले गुन्द्रुक। आमा के प्राइस आमाले। वाउ, अकबरे खोर्सानी, अचार, मोमो मसला। माई गड, 3टा मोमो मसला, 3टा मोमो मसला, एउटा चिकन। ल ओ, यो मैले खोजेको थिएँ नि। मसुरको दाल हुनु त यहाँ नि पाउँछ, तर यहाँको नेपाल जस्तो कहाँ हुन्छ र। यस, कालो दाल मिठो हुन्छ यो। मैले मेन बनाउने भनेको खेरा हो, यो भनेको मटर। यो हो कि सबभन्दा मेन। जेसँग खाना नहुने रोटीसँग कति मिठो हुन्छ। ल त बनाएर होइन, समोसासँग हालेर खायो, प्याज बनाएर खायो, मिठो हुन्छ यो। सो एउटा चाट मसाला। यो के रहेछ? ओहो, यो भनेको ए फुटेन यार। आमाले भन्छ फुट्छ होला मजाले। त्यो झिलिङ्गा पनि त आइपुगेछ। यो आमा झिलिङ्गा नै आइपुगेछ है। ओहो हो, यो सम्झनाले मगाएको थियो। मजाले प्राइस छ आमाले। मुलाको अचार 2 किलोभन्दा बढी छ यार, ठिक्क हुने भयो। राजमा, वाउ, अरहरको दाल। सो राम्रो स्टफ भइगयो हामीसँग। राजमा, अरहर, केराउ, कालो दाल, सबभन्दा मेन इन्ग्रिडियन्ट पार्सल जसको लागि हामीले मरिहत्ते गरेको त्यो हो गाइस। आमा, यो भनेको सुकुटी के को, माछाको। यसैको लागि हो, मेन भनेको यही हो, यसको लागि हो। कति राम्रो प्याक गर्दैछ है यहाँ, सिल्ड प्याक एकदम राम्रो यार। कुरियरहरूले राम्रो प्याकिङ गर्दैछ, एक पनि लिकेज भएको छैन। गजब प्याकिङ। ओहो सुकुटी माछा। अब ढेँडासँग च्याम खाने आज। ल